मर्निङ साथीहरू, वेलकम ब्याक अगेन न्यू भिडियो। अनि स्पेसिफिक लिम्बू बिच इन काठमाडौँ। यहाँ देख्नु हेर्नु त फुलहरू कसरी फुलेछ। आज चाहिँ काठमाडौँतिर पानी परिरहेछ गाइस। सो अनि एकदम यो फुलहरू पनि कस्तो राम्रो देखिरहेछ क्या। अनि म चाहिँ हाम्रो चाहिँ भोलिदेखि एक्जाम छ। अनि म चाहिँ यसरी हिँडिरहेको छु। म चाहिँ यता हो मेरो जाने बाटो चाहिँ। म चाहिँ यताबाट हिँडेको किनकि तपाईहरुलाई मैले यस्तो ब्युटिफुल सिन देखाउने वाला छु है। तिम्रो आँखामा डुबी हेर्न मन लाग्यो। मन्दिर चाहिँ यसरी गाडी कुदिरहेछ साथीहरू। यसरी मान्छेहरू हिँडिरहेछन् होइन। यहाँ फोटो खिच्ने यहाँनिर एउटा डग पनि रहेछ हौ बिचमा। अनि म चाहिँ यता यसरी हिँडिरहेको छु। कलेज जानु भनेर आएको थिएँ गाइस। खासमा मैले सङ्गीताको रुममाबाट जानु भनेर आएको थिएँ। अनि त्यस पछाडि चाहिँ बिहानै चप्पल जुत्तै लाउनु बिर्सेछु क्या। चप्पल लाएर आएको छु। सो म चाहिँ यो बिच बाटोबाट हिँड्नु पऱ्यो। आऊ कति राम्री आऊ 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 आऊ। अनि म चाहिँ यसरी बिच बाटोमा आइसकेँ साथीहरू। अनि म चाहिँ यसरी बिच बाटोबाट भिडियो बनाउँदै हिँडिरहेको छु। यो बाटो मलाई मान्छेले हेर्छ होला। मलाई खासै लाज चाहिँ लाग्दैन है। त्यही भएर आइएम कम्फर्ट। म एक्लै हुँदा पनि मलाई अनकम्फर्टेबल चाहिँ लाग्दैन यस्तो कुराहरूमा चाहिँ साथीहरू। अनि यहाँ पर कस्तो देखिरहेछ भन्ने कुरा त अब धेरै हर्ल्यो होला है। हिँड्दै भिडियो बनाइरहेको छु। अनि गाडी त मेरो छेउबाट सोही गइरहेछ नि हौ गाइस। हेर्नु त लु यहाँ काठमाडौँको सार्वजनिक बसहरू, एकदम पब्लिक बसहरू। हामी जस्तो सर्वसाधारणलाई बोक्न बनेको बसहरू। तिम्रो आँखामा डुबी हेर्न यसरी सुइँ घुम्दै यता चाहिँ म छु। यो चाहिँ महालक्ष्मी स्थानमा हो है। यो चाहिँ ललितपुर 15 महालक्ष्मी स्थान होइन। यहाँ पर सातो बाटोदेखि यहाँ पर महालक्ष्मी स्थानसम्म देखिन्छ गाइस। हेर्नुहोस् यता फुल फुलेको। पर प्लेन पनि उडिरहेको। त्यो मान्छेले मलाई जिस्काएको होला टिकट पारेर है। तिम्रो आँखामा डुबी हेर्न एक्लै के गर्दा रहेछ बौला जस्तै भनेर सोच्यो होला। अनि त्यही भएर मलाई टिट पारेको होला के गाइस। अनि देख्न सक्नुहुन्छ तपाईँहरूको प्यारी सुबिन यसरी बिच बाटोमा पर गर्दै हिँडिरहेको छ है। यहाँ कति मान्छेहरू छन्। यी फोटो खिच्नेहरू त्यहाँ कति देख्नुहुन्न है। तिम्रो आँखामा डुबी हेरे म बेगा त अधुरो भइहाल्छ नि। यसरी बिचमा पोज दिँदै हिँडिरहेको छु गाई। यति नजिक आइसकेको छु कि जुम गरेर देखाउँ साथीहरू। यहाँबाट एकान्त कुनासम्म छ है यो फुलहरू चाहिँ। मन लाग्यो मलाई एक्लै हिँडिरहेको छु। अब के बोल्नु भइरहेछ मान्छे छ यता चाहिँ। अनि सबैजना अब चाहिँ बाटो क्रस गर्छ गाइस। त्यही चाहिँ मैले टावरको नजिकबाट यस्तो देखिरहेको छु। नजिकबाट है गाइस। यो चाहिँ कस्तो लागिरहेछ फुलहरू भन्नु होला। कृपया कमेन्ट डाउन बेलो भन्दै भन्छ नि। यो आँखामा डुबी हेर्न मन लाग्यो मलाई। किन लागेको है। अब धेरै भिडियो नखिचौँ। अब म घरतिर लागेँ है। यही ठाउँमा बसेर त हुँदैन। आज पानी परेछ नि त। अनि एकदम जाडो चाहिँ कडा पलाइरहेको छ। अनि अब म चाहिँ यो बाटोबाट घर जान्छु। अनि फुलहरू देख्न सक्नुहुन्छ। बाई बाई फुल। अब भोलिदेखि मेरो इक्जाम छ। सो भिडियो त खिचिन्छ मेबी होइन। किनकि मेरो इक्जाम छ। अब इक्जाम दिन जानुपर्ने हुन्छ नि त साथीहरू। डेटा क्लासबाट वेट गर्दैछु। तिम्रो आँखामा डुबी हेर्न मन लाग्यो मलाई। अनि भिडियो चप्पल लाएर 250 रुपियाँ लाएर 250 भेस्ट लाएर चाहिँ म पतर हिँड्दै चाहिँ मान्छेहरूले सोचिरहेको होला बिचरा यो गरिब रहेछ भनेर। अब चाहिँ घर लागेँ। यो ठाउँको नाम चाहिँ तालसी भेल हो गाइस। अनि अब यहाँबाट चाहिँ विशाल चोक नजिकै छ। म चाहिँ यो बाटो घर जान्छु नि त। अहिले हामी रुम सरेको छौँ। अनि है 12 बज्नु लागिसक्यो गाइस। 12 बज्नु लागिसक्यो। अनि म यो बाटोमा हिँडिरहेको छु। यहाँ चाहिँ मलाई लाज लाग्छ क्या। मेरो चिनेको मान्छेहरू छ नि त। त्यही भएर चाहिँ लगाएर हिँडिहाल्ने क्या। तिम्रो बाटो घर जान्छु साथीहरू। यो चाहिँ विशाल चोक हो। अनि म चाहिँ यो बाटो घर जान्छु।
अब चाहिँ हाम्रो रुम आइपुग्नु लाग्यो गाइज। हामी म यसरी हिँड्दैछु। अब 2 महिना जति चाहिँ हामी यो रुममा बस्छौँ होला, त्यस पछाडि बस्दैनौँ है गाइज। नयाँ रुम पनि देखाउनु पर्यो आज। जे होस् पानी परेर आजको वेदर चाहिँ एकदम राम्रो भइरहेछ। आजको मौसम राम्रो भइरहेछ साथीहरू। यता लिम्बूको हिउँ रहेछ है, सिलाङसाकमा छ। यता चाहिँ लौरे बस्ती भएकोले राई लिम्बूहरू धेरै बस्छ है गाइजहरू। राई लिम्बू गुरुङहरू बस्छ धेरै जस्तो है। यहाँ सबै राई लिम्बूहरूको घर रहेछ, सिलाङसाकमा छ घरको गेटमा। तिम्रो आँखामा आज कहाँ रे गीत आइरहेछ। राम्रै जे होस् राम्रै भएछ नि मौसम त होइन। यतै मलाई पनि हेर्नु, यहाँ चाहिँ के भन्छ यसलाई, करेसाबारी के भन्छ हो, के हो यस्तो फुलहरूको कलेक्सन भएको ठाउँ है। नर्सरी भन्छ होला है, नर्सरी रहेछ यो। दिस इज माई न्यू रुम। हाई बेबिन, यहाँ वेलकम ब्याक अगान मेरो फुपूको च्यानलमा भन भन। ग्यास गर्ने रहेछ त गाइजहरू। यहाँ मेरो घरमा जनता धेरै छन्।